हेलो सो एभ्रिवान भन्दै है हल्का हामी चाहिँ अलैँची बारी गएको थियो नि त सतीश दाको अलैँची ल्याउनु। अन्त त्यही भन्दै गफ गर्दै बसिरहेको थियो हामी दुईजना है। यहाँनिर मेरो छेउमा चाहिँ त बबिन पनि थियो है। अन्त म चाहिँ उठेर गइदिएँ अब है। केटाहरूले पर चाहिँ अलैँचीको बारी मिलाउँदै थियो नि त, त्यही भएर है मिलाउँदै थियो। म चाहिँ सरासरी गएँ नि त। अन्त गएँ होइन। अन्त फेरि सतीश दा चाहिँ अगाडि गएको थियो नि त एक बारी लगेर। अन्त सुरज दाले चाहिँ यहाँनिर है हल्का अलैँचीको बारी बनाउँदै थियो। अन्त हल्का सुरज दासँग गफ गर्दै त्यहाँदेखिको है भित्र गएर है र अलैँची छोराइरहेको थियो चोकामा है। अन्त यसो देखाइदिएको हल्का है अलैँची चाहिँ फेरि मजाले फलेको थियो है। सुरज दाले पनि यहाँ देखाइदेऊ न भनेर टक्कै हेर्दै टन टन बारी भइदिइरहेको होइन। टक्क सिद्धार्थ पनि आयो होइन यहाँनिर टक्क। अब त्यसले फेरि अलैँची खानु चाहिँ एक नम्बर हो नि त। फेरि त्यसले अलैँची छान्दै है टक्क छानिरहेको थियो है त्यहाँनिर। अन्त सुरज दाले चाहिँ त्यहाँनिर मजाले बाँधिरहेको होइन। यस्तै छ है मजाले त गफ गर्दै पनि है बारी पनि बाँधिसक्नु लागिसकेको थियो। अन्त बारी टक्क बाँधिसक्नु लागेको थियो है। यताउता एकअर्कालाई है सघाउँदै गरिरहेको थियो। अन्त सिद्धार्थले यता अलैँची भर्दै थियो बोरामा होइन। अलिकति बेसी थियो नि त, त्यही भएर सबैमा बराबरी गर्नुपर्छ भनेर होइन। त्यसको पालो चाहिँ होइन अलिकति अलैँची नि उब्रेको थियो, त्यो पनि टक्कै छोरायो होइन। छोराउँदै गफ गर्दै होइन रमाइलो गर्दै। हामी चाहिँ 5 जना गएको थियो नि त। टक्कै केटाहरूलाई देखाउँदै होइन यता पनि मामा होइन बबिन मामा अलैँची छोराउँदै एकदम होइन अलिकति त थियो है। अन्त त्यो छोराए सबैजना भएर मिलेर एकछिनमै छोराइसकि त हाल्यो होइन। अन्त फेरि अलैँची पनि छोराइसकेर चाहिँ हल्का अलिकति थियो है अलैँची। अन्त यहाँनिर छ दुईवटा बोरा चाहिँ अब भर्नु थियो नि त। अलैँची छोराइसकेर चाहिँ अब अलिकति थियो उफ्रेको। फेरि त्यसले चाहिँ फेरि अलैँची छान्दै खाएको टन कस्तो है चिलाउने ठाउँ पनि छैन राम्रोसँग। छान्दैन रहेछ त्यसले चाहिँ अब यहाँनिर मैले भनेर चाहिँ त्यो सिद्धार्थले चाहिँ त बोरामा नि अब हाल्नु थाल्यो नि त। अब अलिकति उब्रेको किन अर्को बोरामा हाल्नु भनेर नि है गाइस हालिहालौँ बरु होइन भनेर नि केटाहरूलाई नि भन्यो त हालिदियो है। सक्यो अब त्यसले झोका सट्टै फाल्यो। फेरि त्यो अन्त फेरि टक्क बारीमा त्यही बाँधिसकेको टक्कै सतीश दादा आइपुग्यो हो। अन्त फेरि अब जानुपर्छ भनेर चाहिँ टक्कै लु बोराहरू सबै पट्टाउन थाल्यो नि त बुढो मान्छेले। तिर्पल पनि त्यो अलैँची राखेको तिर्पल पनि पट्टाएर हाल्यो बोराभित्र। क्या बारी हेऱ्यो नि त अब सतीश दा चाहिँ मालिक हो नि त बारी हेर्दैछ त्यहाँनिर। टक्कै आयो बाहिर टक्कै यस्तो होइन केटाहरू रमाइलो भएर दिँदा अब सकियो भनेर होइन। अलैँची पनि छोराइसक्यो बारी पनि मिलाइसक्यो अब बोकेर जानु पर्ने थियो हामी होइन। अन्त चाहिँ हामी जानु लागिसकेको थियो टक्क केटाहरूले नि बारी बोकेर हल्का टराइ हालिदिइहाल्यो नि त। कस्तो हुँदो रहेछ केटाहरूले टकटक आफ्नो बारी राखेको थियो। घर पछाडि चाहिँ 2टा बारी राखेको थियो नि त हामीले। अन्त एउटा यहाँ छ है। अन्त सस्ताले हेर्दैछ त्यहाँदेखि विचार गर्दैछ है। अन्त हाम्रो चाहिँ भनौँ भने एउटा नाम्लो हराएको थियो नि त। नाम्लो खोज्दै यताउता हेर्दै थियो नि त हामी चाहिँ यताउता होइन। आफ्नो नाम्लो आफूले राखेको थियो तर एउटा बेसी भएको थियो नाम्लो चाहिँ। त्यो नाम्लो चाहिँ फेरि हराएछ नि त केटाहरू दुई खोजिरहेको घरि ब्याग पट्टाउँछ ब्यागमा नि भेट्दैन रहेछ होइन केटाहरूले। अन्त भने चाहिँ घर जाँदै गरेको बेलामा चाहिँ
बिचमा चाहिँ एउटा काली च्याउ भेटेको थिएँ नि त के गर्नु मैले त्यसलाई चाहिँ